हेलो, आज यो रत्न पार्क घुमिसकेला जस्तै छैन। अलिअलि जाम भएको त आधी घन्टा भइसक्यो गाडी चढे सुन्धाराबाट यो के अरे महाकाल के महाकाल मन्दिर पुग्दैछ। महाकाल मन्दिर नै घुमिसकेको छैन, रत्न पार्क घुम्नै 1 घन्टा लाग्ला जस्तो छ आज। के को अर्थ त के होला, त्यो सांसदहरूको शपथ ग्रहणको कारणले हो। जात्रा छ रे, जात्रा जात्रा छ अरे, जात्रा पुलिसहरू के त आधी घन्टा त हुँदैछ गाडी चढे। के को जात्रा रहेछ दाइ अहिले बेला न बेला? आज यता रथ तान्छ भनेर हुन्छ नि यहाँतिर। यहाँ रथ तान्छ अरे भन्दै हुन्थ्यो आज। रथ तान्ने रे भन्दै हुन्थ्यो कहाँ हो, त्यही भएर तपाईँ कहाँबाट चल्छ? बिहानको 4 बजे त्यो हुन्छ होला नि त, चैते दसैँमा पनि त्यो फुलपाती राख्ने पनि हुन्छ होला त्यहाँ त्यो हनुमान ढोकामा। हनुमान ढोकामा अहिले हाम्रो बहिनी नि हेर्न आउने भन्दै हुनुहुन्थ्यो। मलाई बस भन्दै म यहाँ रुममै जान्छु भने हिँडेको, गाडी नपाएर कुदा आज बसेर चौरै बस्छु हजुर, चौर आइपुग्नु पर्छ 4 बजे। हजुर हजुर पुग्दैन जस्तो छ बेलुकासम्म। पुरा त जाम खुलिरहेछ है, यति त्यहाँ पुल मुनिसम्म पुग्न उताको पायो भने। उताको खोल त पुरै जाम बनाएको गाउँसँग हो। अघि त त्यसलाई खुलिरहेको थियो है, अघि थिएन, त्यसलाई अघि जाम थिएन। अहिले गाडी छोड्दैन, अहिले छोड्दैन, अब यताको छोड्छ। आर्नेसँग त्यत्रो मान्छे छ अस्ति त्यो लोसारको टाइममा यस्तै थियो, गाडी चढ्न नसकेर हैरान भएको थियो। आज त्यस्तै भएको फेरि छ। नेपालीहरू रीतिसित एउटा छिरा थिएन कि छैन, बल्खु पठाइरहेछ भन्दै हुन्थ्यो गाडी त। त्यत्रो बेर कहाँबाट सिलबाटै हालेछ। उताबाट त्यो खुल्ने साथी त्यो खुलिहाल्छ नि, जे हामी रोकेर त्यो जाम भएको। उता पनि पुरै जाम भएछ, के साध्य त।